यो घर 5 आना यानी कि 9 धुरमा लगभग बन्न गइरहेको छ। यो घर भन्नु तपाईको चितवन रत्ननगरमा बन्न गइरहेको छ है त। यसमा तपाईले 7 वटा बेडरुम, 2टा हल हैन, एउटा चाहिँ किचन र टोयलेट बाथरुम पाउन सक्नुहुन्छ। यो घरको बारेमा कम्प्लिट डिटेलमा तपाईले यो भिडियोमा भन्न गइरहेको छु। जस्तै तपाईको रुमको साइजहरु के कस्तो छ हैन, कतिवटा पिलर लागेको छ र लागत खर्च कति हुन्छ र नगरपालिकाको मापदण्ड अनुसार सेटब्याक छोडेर कति तपाईको जमिन कम्तीमा चाहिन्छ यसो टाइपको घर डिजाइन गर्नको लागि बनाउनको लागि कम्प्लिट डिटेलमा तपाईलाई यो भिडियोमा भन्न गइरहेको छु है त। ल यो घरको अहिले प्लट चाहिँ तपाईको एप्रोक्सिमेटली अघि नै बनिसके 9 धुर यानी कि 5 आनाको प्लट रहेको छ। स्क्वायर फिटमा भन्नुहुन्छ भने 1683 स्क्वायर फिट यानी कि 156 स्क्वायर मिटर वर्ग मिटरको यो प्लट रहेको छ है त। प्लटको मुख भनेको तपाईको 33 फिट यानी कि 22 हातको रहेको छ भने प्लटको लम्बाइ भनेको 51 फिट यानी कि 34 हातको रहेको छ। प्लटको लम्बाइ र चौडाइ भनेपछि यहाँदेखि यो कर्नरदेखि लिएर यो कर्नर छ हैन, र लम्बाइमा भनेपछि यो कर्नरदेखि लिएर यो कर्नर चाहिँ कति रहेको छ भने एप्रोक्स तपाईको 33 फिट यानी कि 22 हात यानी कि 51 फिट यानी कि 34 हातको उमा रहेको छ। त्यसपछि घरको कुरा मात्रै गर्नुहुन्छ भने तपाईको घरको चौडाइ चाहिँ यो कर्नरदेखि लिएर यहाँसम्म चाहिँ तपाईको 22 फिट 22.5 फिटको छ भने यो कर्नरदेखि लिएर लम्बाइ चाहिँ तपाईको 36 फिटको यो घरको लम्बाइ रहेको छ ओके। ल यो भयो तपाईको घरको र जमिनको लम्बाइ र चौडाइको कुरा। अब यो कुरा भित्रको प्लानिङहरु के कस्तो गरेको छ है त। भित्रको प्लानिङको लागि मलाई 3D प्लानमा आउनु पर्ने हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ मैले 3D प्लान पनि बनाएको छु। तपाईको यो चाहिँ ग्राउन्ड फ्लोर प्लान हो। सेटब्याक कुरा गर्नुहुन्छ भने तपाईको अगाडिको सेटब्याक चाहिँ यता चाहिँ 8 फिट छोडेको छु हैन, यतापटिको सेटब्याक चाहिँ तपाईको समथिङ 10.5 फिटको छोडेको छु र यतापटि लास्टमा चाहिँ तपाईको समथिङ 5 फिटको सेटब्याक छोडेको छु है त। त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ अगाडितिर तपाईले सुरुमा जानुहुन्छ भने बरन्डा पाउनुहुन्छ। बरन्डाको साइज चाहिँ तपाईको यहाँदेखि लिएर यहाँसम्म चाहिँ तपाईको 9 फिटको बरन्डा हुन्छ र सुरुमै तपाईले भर्याङ पाउनुहुनेछ। भित्र जानुहुन्छ मेन गेट हुँदै तपाई भित्र जानुहुन्छ भने तपाईको यहाँ चाहिँ लिभिङ रुम हेर्न सक्नुहुन्छ। लिभिङ रुमको साइज भनेको यतापटिको 10 फिटको छ भने यतापटिको साइज भनेको तपाईको कति हुन्छ भने तपाईको समथिङ यहाँदेखि लिएर यहाँसम्म चाहिँ तपाईको 14.5 फिटको लिभिङ रुम हुन्छ है त। त्यसपछि यहाँ तपाईले एउटा बेडरुम पाउनुहुन्छ। बेडरुमको साइज भनेको यतापटिको साइज भनेको 10.5 फिटको छ भने यतापटिको साइज भनेको तपाईको 10 फिटको रहेको छ। 10 बाइ 10.5 फिटको यो बेडरुम भयो। त्यसपछि लास्टमा पनि तपाईले दुईटा बेडरुम पाउनुहुन्छ जसको साइज भनेको 10 फिट यतापटि छ भने यतापटिको साइज भनेको तपाईको 11 फिट 10 बाइ 11 यो बेडरुम भयो। यो बेडरुमको साइज भनेको तपाईको 10.5 फिट यतापटि छ भने यतापटिको साइज भनेको तपाईको 11 10.5 बाइ 11 फिटको यो बेडरुम हुन्छ। यसरी तपाईले 3 वटा बेडरुम, एउटा लिभिङ रुम र एउटा भनेको तपाईको बाथरुम भइहाल्छ है त। यो चाहिँ क्लाइन्टको रिक्वायरमेन्ट अनुसार छ। तपाईले 2 BHK दुईटा बेडरुम एउटा किचन पनि बनाउन सक्नुहुन्छ, एउटा हल बनाएर पनि राख्न सक्नुहुन्छ, रिडिजाइन गराउन सक्नुहुन्छ। यसको लागि मलाई WhatsApp गर्नु होला है त। यो चाहिँ तपाईको ग्राउन्ड फ्लोर प्लान भयो। फर्स्ट फ्लोरमा तपाईले हेर्न सक्नुहुन्छ यही तरिकाले दुईटा बेडरुम, एउटा किचन, एउटा हल, एउटा बाथरुम छ र साइज भनेको तलको जस्तै 11 बाइ 10 बाइ 11 10 बाइ 11 त्यसपछि यो 10 बाइ 10 को यो चाहिँ तपाईको किचन हुन्छ। यतापटि तपाईको ठूलो बाल्कनी हुन्छ। यहाँदेखि यहाँसम्म चाहिँ बाल्कनी तपाईको 11 फिटको बाल्कनी हुन्छ। यहाँ हेर्न सक्नुहुन्छ अगाडिको 3D लुक चाहिँ यस्तो देखिन्छ है त। अगाडिबाट चाहिँ तपाईको यो ठूलो बाल्कनी यहाँ तपाईले सोफाहरु राखेर चिया खान सक्नुहुन्छ ओके। त्यसपछि सबभन्दा टपमा चाहिँ यहाँ हेर्न सक्नुहुन्छ दुईटा बेडरुम र एउटा चाहिँ बाथरुम राखेको छु हैन। र यो बेडरुमको साइज चाहिँ यो 10 बाइ 11 को यो बेडरुम छ र यो बेडरुम चाहिँ तपाईको 10 बाइ 10 को बेडरुम छ। यहाँ तपाईको बाथरुम छ जसको साइज भनेको यतापटि 4 फिटको छ भने यतापटिको साइज भनेको तपाईको लगभग 6.5 फिटको तपाईको बाथरुम हुन्छ है त। यसरी चाहिँ तपाईको तलतिर 3टा बेडरुम, एउटा बाथरुम, दुईटा बेडरुम, एउटा बाथरुम र दुईटा बेडरुम र एउटा बाथरुम सबभन्दा टपमा हुन्छ। 3D लुक तपाईको घरको हेर्न सक्नुहुन्छ। यस्तो टाइपको घरको कम्प्लिट डिजाइन हुन्छ है त। ल यसो टाइपको घर तपाईले यदि बनाउनुहुन्छ भने एप्रोक्स खर्च चाहिँ तपाईको कति पर्न जान्छ भने लगभग 71 लाख देखि 72 लाखको रेन्जमा तपाईको यो घर खर्च घर बन्न सक्छ। यो घरको एरिया भनेको 810 स्क्वायर फिटको रहेछ र यो खर्चमा तपाईको टाइल, पेन्टिङ, फर्निचर, वायरिङ सहित हुन्छ है त। ल यो घरको यो घरमा चाहिँ टोटल भनेको 12 वटा पिलर लागेको छ। कहाँ लागेको छ त्यो पनि म तपाईलाई भनिदिन्छु। यहाँ हेर्न सक्नुहुन्छ 1 2 3 4 5 6 7 8 9 10 11 12 वटा पिलर लागेको छ। पिलरको साइजको लागि र रडहरुको लागि एकचोटी इन्जिनियरसँग कन्सल्ट गर्नु होला है त। त्यसपछि तपाईको यो घरलाई एस्टिमेट गर्नको लागि मैले M20 ग्रेडको कंक्रीट हैन र FE500 को रिबार युज गरेको छु। M20 ग्रेड भनेपछि तपाईको 1.3 1 भाग सिमेन्ट 1 भाग बालुवा र 3 भाग गिटी युज गरेर कंक्रीट राखेको छु हैन र FE500 ग्रेडको रिबार युज गरेको छु। यदि तपाईले यो रेशियो चेन्ज गर्नुहुन्छ भने यो खर्च पनि
पनि तपाईको अलिकता कम बेसी हुन सक्छ है त। ल यो रह्यो तपाईको घरको कम्प्लिट डिटेल र यो घरको बारेमा अझै केही जान्न मन लाग्छ मलाई कमेन्ट गर्नु होला, म कमेन्टको रिप्लाई स्वरूप भिडियो बनाउँछु है त।